प्रिय सज्जन वृन्दहरू हार्दिक नमस्कार व्यक्त गर्दछु। आज म यहाँहरू समक्ष कुनै पनि जातक वा कसैको छोरा वा छोरी जन्मिनुभयो भने हामीले कसरी नक्षत्र अनुसारको नाम राख्ने, नक्षत्र अनुसारको नाम राखेको ठिक छ कि छैन, तपाईहरूले आफै पत्ता लगाउनको लागि नामाकरण गर्ने तरिका, नाम राख्ने तरिकाको बारेमा एउटा महत्त्वपूर्ण भिडियो लिएर आएको छु। यो भिडियो हरेक व्यक्तिको लागि यति आवश्यक छ कि मेरो नाम सही छ कि छैन अथवा मेरो छोराछोरी भाइ बहिनीको नाम सही छ कि छैन भन्ने पनि आजको यो भिडियो हेरिसकेपछि यहाँले पत्ता लगाउन सक्नुहुनेछ। त्यसको साथसाथै ज्योतिष सिक्दै गरेका ज्योतिष गुरुजीहरू एवं कर्मकाण्ड गर्ने पण्डितजीहरूको लागि पनि आजको यो भिडियो एकदमै महत्त्वपूर्ण चाहिँ हुनेछ। त्यसकारणले भिडियो अन्त्यसम्म हेर्नुहोला। हुन त आजकल विभिन्न मोबाइल एप्लिकेसनहरू तथा ज्योतिष सफ्टवेयरहरू चाहिँ प्रयोगमा आउने गरेका छन्, जसको आधारमा हामीले जन्ममिति र जन्म समय राख्ने बित्तिकै त्यहाँ चाहिँ इन्ट्री गर्ने बित्तिकै त्यहाँनिर चाहिँ हाम्रो नामहरू देखाउने गर्दछ। तर कहिलेकाहीँ चाहिँ यसले देखाएको, ती एप्लिकेसनहरूले देखाएको विवरण पनि सही नहुन सक्छ, कहिलेकाहीँ सही समय क्याल्कुलेसन नहुन पनि सक्छ। त्यसै गरी हामी चाहिँ जहिलेसुकै हामी चाहिँ यो सफ्टवेयर वा अन्य एप्लिकेसनहरूमा मात्र निर्भर रहनु पनि चाहिँ हुँदैन र अलिकति हामीलाई अन्य ज्ञान हुन पनि जरुरी छ। त्यसकारणले पनि यो एकदमै महत्त्वपूर्ण छ र आज मैले यहाँहरू समक्ष पञ्चाङ्गको आधारमा अथवा हामीसँग चाहिँ यदि पात्रोहरू छ भने यो पात्रोहरूको आधारमा हामीले कुनै पनि जातक जन्मिसकेपछि उसको नामाकरण संस्कार गर्ने बेलामा के नाम राख्ने भन्ने विषयमा चाहिँ कसरी पत्ता लगाउने, उसको नाम कसरी राख्ने भन्ने विषयमा चाहिँ एकदमै महत्त्वपूर्ण भिडियो लिएर आएको छु। र सर्वप्रथममा हामीले चाहिँ यो कुनै पनि व्यक्ति जन्मिसके पछाडि उक्त जन्मिएको व्यक्तिको चाहिँ कुनै एउटा मिति र समय हुन जरुरी छ, त्यो भइ नै हाल्छ। र मैले यहाँ चाहिँ उदाहरणको लागि विक्रम सम्वत 2083 सालको वैशाख 17 गते बिहान 10:15 बजे 10:35 बजे जन्मिएको एकजना जातकको चाहिँ मैले यहाँ उदाहरणको लागि विवरण प्रस्तुत गर्न गइरहेको छु। र अब यसको आधारमा हाम्रो चाहिँ के नाम रहन्छ, के नक्षत्र रहन्छ भन्ने पत्ता लगाउनको लागि हामीसँग सर्वप्रथम कुनै पनि पञ्चाङ्गहरू हुन जरुरी छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिद्वारा स्वीकृत भएका कुनै पनि पञ्चाङ्गहरू यहाँले प्रयोग गर्न सक्नुहुन्छ। जस्तै यहाँ मसँग आकाश दर्शन पञ्चाङ्ग, हिमाल पञ्चाङ्ग, सूर्य पञ्चाङ्ग आदि पञ्चाङ्गहरू मैले प्रयोग गर्ने गरेको छु। र अब यहाँहरूले कुनै एउटा पञ्चाङ्ग भयो भने चाहिँ पुग्छ। अब हामी सर्वप्रथम चाहिँ जन्म अनुसार नाम कसरी राख्ने भन्ने कुरा चाहिँ पत्ता लगाउनको लागि हामी त्यो पञ्चाङ्ग अथवा पात्रोको सम्बन्धित दिनमा पुग्नुपर्ने हुन्छ। अब विक्रम सम्वत 2083 सालको वैशाख 17 गते पुग्नुपर्ने हुन्छ। अब यहाँले चाहिँ यो पात्रोको हामी चाहिँ पात्रो पल्टाउँदै गएर चाहिँ माथि हेरौँ भने श्री सम्वत 2083, श्री साके 1948, नेपाल सम्वत 1146 भनेर यसरी लेखेको चाहिँ हुन्छ। अनि वैशाख शुक्ल पक्ष। अनि यतापट्टि सबभन्दा देब्रेतिर चाहिँ यहाँले हेर्नुभयो भने देब्रेतिरको पहिलो भागको माथि चाहिँ लेखेको छ ग भनेर लेखेको छ, यो गते हो। र हामीलाई वैशाखको 17 गतेको चाहिँ हामीलाई नाम पत्ता लगाउनु छ भने हामी अब सिधै तल 17 गतेमा आउन सक्छौँ। हेर्नुहोस् 17 गतेको नजिक यतापट्टि चाहिँ लेखिएको छ ब्री लेखेको छ, त्यो बृहस्पतिबार अथवा बिहिबार भनेर लेखिएको हो। अब अन्य विवरणहरू अहिले हामीलाई चाहिँ आवश्यक छैन। अहिले हामीले चाहिँ कसरी अब हामीले चाहिँ नाम पत्ता लगाउने भन्ने जान्नको लागि अब हामी माथि सिरानमा नै जाउँ। यहाँनिर ग लेखेको पछाडि चाहिँ हेर्दै जानुभयो भने गको पछाडि बा लेखेको छ, त्यो बार भयो। त्यसको पछाडि ती लेखेको छ, तिथि भयो। अनि घ प लेखेको छ, त्यो तिथिको घडीपला हो। त्यसै गरी त्यसको पछाडि बजेसम्म लेखेको छ, त्यो चाहिँ तिथिको बजेसम्म हो। र त्यसको पछाडि न लेखेको छ हो, यो एकदमै चाहिँ महत्त्वपूर्ण हुन्छ। यो न लेखेको हेर्नुहोस्, यो न भनेको नक्षत्र हो है। अब यो यही नक्षत्रको आधारमा हामीले नाम राख्नुपर्ने हुन्छ, नामाकरण गर्नुपर्ने हुन्छ। अब यो नक्षत्र हामीलाई 17 गतेको नक्षत्र के परेको छ यहाँनिर चाहिँ एकचोटि हेरौँ। 17 गतेको चाहिँ नक्षत्र यता 17 गते र माथि नलेखेको कोठाको चाहिँ दुईटा मिल्ने बिन्दुमा हामीले चाहिँ खोज्यौँ भने चाहिँ हामी चाहिँ के भेट्छौँ त भन्दाखेरि यो ची भन्ने लेखेको चाहिँ भेट्छौँ। यसको मतलब चाहिँ के हो त भन्दा ची भनेको चित्रा नक्षत्र हो भन्ने कुरा चाहिँ हामीले थाहा पाउनुपर्ने हुन्छ। यदि यो ची भनेको चित्रा हो भन्ने हामीलाई थाहा लागेन भने यही पञ्चाङ्गको, यही पात्रोको अगाडिपट्टि कुनै पेजहरूमा
एउटा यस्तो चक्रहरू दिइएको हुन्छ। यो चक्रहरू तपाईँ पल्टाउँदै हेर्नुभयो भने चाहिँ अवश्य पनि देख्न सक्नुहुनेछ। र यहाँनिर चाहिँ चित्रा भन्ने नक्षत्र चाहिँ दिएको छ। यहाँ छोटकारीमा ची मात्र लेखिएको तल भए तापनि यसरी चाहिँ चित्रा भनेर चाहिँ स्पष्ट लेखिएको चाहिँ पाइन्छ। पात्रोमा अगाडि यहाँले चाहिँ खोज्नुभयो भने अवश्य पनि भेटाउन सक्नुहुनेछ। अब यो चित्रा नक्षत्रमा त जन्म भयो। अब यहाँनिरबाट हामीले एउटा के कुरा पनि पत्ता लगाउनु पर्छ भने यो चित्रा नक्षत्रमा जन्म भएको व्यक्तिको नाम पे पो रा रीबाट चाहिँ आउँछ भन्ने कुरा चाहिँ यही पात्रोमा लेखिएको छ। अब पेबाट आयो, पोबाट आयो, राबाट आयो, रीबाट आयो। अब पेबाट आयो कि पोबाट आयो कि राबाट आयो कि रीबाट आयो कसरी पत्ता लगाउने त? या चाहिँ अब यो चारवटा मध्ये जेबाट राख्दा पनि हुन्छ कि? अब यो चाहिँ के गर्ने त? अब यस्तो चाहिँ होइन, जेबाट पनि हामीले राख्न मिल्दैन। कुन समयमा जन्म भएको छ त्यही समयमा कुन चरणमा अब उसको नाम आउँछ त्यही अनुसारले राख्नुपर्ने हुन्छ। अब हामीले यसको लागि हामीले चाहिँ के गर्नुपर्ने हुन्छ त भने यो चित्रा नक्षत्रले भोग गरेको समय चाहिँ हामीले यहीँबाट पत्ता लगाउनु पर्ने हुन्छ। हेर्नुहोस् त, यो 17 गते बृहस्पतिबार बिहीबार यो चित्रा नक्षत्रले चाहिँ भोग गरेको समय कति छ त? हामीले यसको लागि एकदमै सहज ताको लागि एकदमै चाहिँ सजिलोको लागि हामीले चाहिँ के गर्न सक्छौँ भने 17 गते चित्रा नक्षत्र लेखेको पछाडि यो ची लेखेको पछाडि चाहिँ यहाँनिर यो बजेसम्म लेखेकोलाई हामीले चाहिँ ध्यान दिने है। माथि हेर्नुहोस् बजेसम्म लेखेको छ। यो घपबाट मतलब घडी पलाबाट चाहिँ हेर्दाखेरि हामीलाई अलिकति हिसाब गर्न गाह्रो हुन्छ। बजेबाट हेर्दा हामीलाई हिसाब गर्न चाहिँ सजिलो हुने हुनाले यसरी गर्न सक्नुहुन्छ। बजेसम्म हेर्दाखेरि यहाँनिर यो न लेखेको पछाडि घप लेखेको घडी पला हो, अनि फेरि त्यसको पछाडि बजेसम्म लेखेको यही नक्षत्रको बजेसम्म हो। अब यहाँनिर चाहिँ तपाईँले चित्रा नक्षत्रको पछाडि बजेसम्म हेर्नुभयो भने चाहिँ कहिले छ त? 26 बजेर 1 मिनट जाने बेलासम्म चित्रा नक्षत्र रहने देखिन्छ। यो 17 गते 26 बज्नु भनेको 24 बज्नु भनेको रातिको 12 बज्नु हो। त्यसै गरी 25 बज्ने भनेको रातिको 1 बज्ने हो र 26 बज्ने भनेको रातिको 2 बज्ने हो। यो कुरा हामीले थाहा पाउनुपर्ने हुन्छ। यो चाहिँ 17 गतेको रातिको 2 बजेर 1 मिनट जाने बेलासम्म नै चित्रा नक्षत्र रहने रहेछ भन्ने कुरा हामीले पत्ता लगाइयो। अब यो नक्षत्र कहिलेबाट सुरु भयो त? कति बेलाबाट सुरु भयो त्यो पनि पत्ता लगाउनु पर्ने हुन्छ। अनि बल्ल यो नक्षत्रले कति समय भोग गर्यो भन्ने चाहिँ थाहा लाग्छ। अब हामीले चाहिँ यो चित्रा नक्षत्र कति बेलाबाट सुरु भयो भन्ने थाहा पाउनको लागि हामीले योभन्दा अघिल्लो दिन हेरौँ। 16 गते चाहिँ जुन हस्ता नक्षत्र छ, यो ची भन्दा माथि ह लेखेको छ, त्यो हस्ता नक्षत्र हो। यो हस्ता नक्षत्रको बजेसम्मको कोठामा हेरौँ भने 24 बजेर 36 मिनट जाने बेलासम्म हस्ता नक्षत्र रहेको थियो। यसको मतलब चाहिँ हामीले के बुझ्न सक्छौँ भने 16 गतेको राति 12 बजेर 36 मिनट जाने बेलासम्म हस्ता नक्षत्र रहेको थियो। त्यस पछाडि चित्रा नक्षत्र सुरु भयो र चित्रा नक्षत्र 17 गतेको राति 2 बजेर 1 मिनट जाने बेलासम्म रह्यो। यति कुरा हामीले चाहिँ यो पात्रोबाट नै पत्ता लगाउनु पर्ने हुन्छ। यसको मतलब चित्रा नक्षत्रले कति समय चाहिँ भोग गरेको रहेछ त भन्दा अघिल्लो दिनको राति 12 बजेर 36 मिनटदेखि लिएर त्यो 17 गतेको दिनको चाहिँ राति 2 बजेर 1 मिनट जाने बेलासम्म यो चित्रा नक्षत्रले भोग गरेको रहेछ। अब यसलाई हामीले थोरै गणित गर्नुपर्ने हुन्छ। यसरी चाहिँ गणितीय हिसाब यहाँनिर चाहिँ गरौँ। मैले यहाँ भिडियो अलिकति चाहिँ लामो हुन्छ भनेर मैले चाहिँ पहिले नै यो चाहिँ हिसाब यहाँनिर चाहिँ गरिसकेको छु। हेर्नुहोस्, चित्रा नक्षत्रको चाहिँ सुरु समय चाहिँ कति बेला छ त? 16 गते 24 बजेर 26 मिनट चाहिँ जाँदादेखि चाहिँ के छ त? चित्रा नक्षत्रको सुरु समय रहेको छ। अब चित्रा नक्षत्रको अन्त्य समय 17 गतेको 26 बजेर 1 मिनट जाने बेलासम्म रहेको छ। अब यहाँनिर हेरौँ, 16 गतेको राति 24 बजेर 36 मिनट जाँदादेखि अथवा रातिको 12 बजेर 36 मिनटदेखि 17 गतेको राति 26 बजेर 1 मिनट अथवा 2 बजेर 1 मिनट जाने बेलासम्मको समय चाहिँलाई हामीले निकाल्दाखेरि 25 घण्टा 25 मिनट चाहिँ यो चित्रा नक्षत्रले चाहिँ के गरेको छ त? जम्मा जम्मी चाहिँ भोग गरेको छ। यति कुरा हामीले चाहिँ सर्वप्रथम निकाल्नुपर्ने हुन्छ। र अब यो चित्रा नक्षत्रमा त 4वटा चरण हुन्छन् भन्ने कुरा चाहिँ जुन हामीले अगाडि पनि देखिसक्यौँ या हामी यहाँनिरबाट पनि हामी पत्ता लगाउन सक्छौँ। हेर्नुहोस्, यो चित्रा नक्षत्रमा पे पो रा री यिनी 4वटा नक्षत्रमध्ये अब केबाट नाम आउँछ त भन्नको लागि हामीले चाहिँ के गर्नु पर्यो त भन्दाखेरिमा यो चित्रा नक्षत्रले जुन भोग गरेको समय छ 25 घण्टा 25 मिनट। अब यो चित्रा नक्षत्रका जम्मा 4 चरणमध्ये कुन चरणमा जन्म भएको छ भनेर पत्ता लगाउनको लागि हामीले यो 4ले चाहिँ 25 घण्टा 25 मिनटलाई भाग गर्नु पर्यो।
अब यहाँनिर चाहिँ भाग गर्दाखेरि हेर्नुहोस्, यो 4ले 25 घन्टालाई भाग गर्दाखेरि 4 छका 24 हुने भयो। यहाँनिर 1 घन्टा रह्यो। अब यो 1 घन्टा भनेको 60 मिनट हो। यो 60 मिनट यता 25 मिनटमा ल्याएर जोडिदिनुहोस् है। अब 60 र 25 चाहिँ जोड्दाखेरि 85 मिनट हुने भयो। 85 मिनटलाई फेरि 4ले चाहिँ भाग गर्दाखेरि 21 पटक खाने भयो है त। यो 4ले 21 चौको 84 हुन्छ। 1 मिनट चाहिँ रहन्छ। त्यो 1 मिनटलाई हामीले एकछिनको लागि हामी छोडेर जान सक्छौँ। जे होस्, जम्मा जम्मी यो चित्रा नक्षत्रको एउटा चरणले चाहिँ 6 घन्टा 21 मिनट चाहिँ भोग गर्दो रहेछ। यति कुरा हामीले यो चाहिँ भाग गरेर पत्ता लगाउने। यसरी पहिलो चरणले अब चाहिँ 6 घन्टा 21 मिनट भोग गर्दो रहेछ। त्यस्तै गरी दोस्रो चरणले पनि फेरि त्यति नै भोग गर्छ भन्ने कुरा हामीले पत्ता लगायौँ। यति पत्ता लगाइसके पछाडि अब हेर्नुहोस्, एक चरण बराबर चाहिँ कति भयो त? 6 घन्टा 21 मिनट भयो। अब 16 गतेको राति 24:36 अथवा 16 गतेको राति 12:36 चाहिँ चित्रा नक्षत्र सुरु भएको थियो भनेपछि त्यो 24:36 मा 6 घन्टा 21 मिनट जोड्यो भने अब चित्रा नक्षत्रको पहिलो चरण कति समयसम्म रहने भयो त? 6:21 जाने बेलासम्म। मतलब 17 गतेको बिहान 6:57 जाने बेलासम्म चाहिँ के हुने भयो त? पहिलो चरण रहने भयो। राति 12:36 देखि यहाँनिर 6 घन्टा 21 मिनट यो एक चरण चाहिँ जोड्दाखेरि पहिलो चरण हुने भयो। 6:57 जाने बेलासम्म पहिलो चरण रहने भयो। अब यही 6:57 मा फेरि यही 6 घन्टा 21 मिनट जोडिदिनुहोस्। 6 घन्टा 21 मिनट जोडिदिँदाखेरि कति हुने भयो त? दिउँसोको 1:18 जाने बेलासम्म चाहिँ यो चित्रा नक्षत्रको दोस्रो चरण चाहिँ चल्ने भयो। दोस्रो चरणबाट नाम आउने भयो। त्यसै गरी अब यो यही 1:18 मा फेरि यो 6 घन्टा 21 मिनट जोडिदिनु भयो भने साँझ 7:39 जाने बेलासम्म चित्रा नक्षत्रको तेस्रो चरणबाट नाम आउने भयो भने अब हामीले यहीँनिर 7:39 चाहिँ मा फेरि 6 घन्टा 21 मिनट जोड्यौँ भने राति 2:01 जाने बेलासम्म चाहिँ चित्रा नक्षत्रको चौथो चरणबाट नाम आउने भयो। यसरी हामीले चाहिँ हिसाब गरेर चाहिँ यी चारवटा चरणलाई हामीले चाहिँ ठ्याक्क 4 भाग लगायौँ। चित्रा नक्षत्रले भोगेको कुल समयलाई 4ले भाग गरेर अनि कुन चरण चाहिँ कुन समयमा पर्छ भन्ने कुरा यति हामीले चाहिँ गणित गरेर पत्ता लगायौँ। अब यति पत्ता लगाइसकेपछि अब हामी चाहिँ सिधै फर्केर फेरि कहाँनिर आउँछौँ त? हाम्रो बालकको जन्म, बालक वा बालिकाको हाम्रो जातकको जन्म कुन समयमा भएको छ त? हाम्रो बालकको जन्म कहिले भएको छ त? बिहान 10:35 जाँदा हाम्रो बच्चाको जन्म भएको छ भनेपछि अब यो 10:35 चाहिँ कुन समय अवधिभित्र पर्छ त भन्दाखेरि यहाँनिर चाहिँ हेर्नुहोस्, अब 10:35 चाहिँ कुन समय अवधिभित्र पर्ने भयो त भने बिहान 6:57 भन्दा पछाडि हुने भयो। अनि त्यसपछि दिउँसो 1:18 जानुभन्दा अगाडि हुने भयो है। अब बिहान 6:57 भित्र जन्म भएको हुन्थ्यो भने पहिलो चरण पर्ने थियो। अब दिउँसो 1:18 जाँदासम्म बिहान 6:57 देखि दिउँसो 1:18 जाँदासम्म त दोस्रो चरणमा जन्म भयो। त्यस कारणले यो 10:35 जुन जन्म समय छ हाम्रो जातकको यो चाहिँ दोस्रो चरणभित्र पर्न गयो। 6:57 देखि 1:18 को बिचमा पर्न गयो। त्यस कारणले यो बालकको नाम वा यो बालिकाको नाम चित्रा नक्षत्रको दोस्रो चरणबाट राख्नुपर्ने भयो। यति कुरा हामीले यहाँनिरबाट चाहिँ पत्ता लगायौँ। अब हामी फेरि पात्रोमा नै पल्ट्यौँ। अब यदि हामीलाई थाहा छ भने त हामीलाई चाहिँ मुखाखर हुन्छ। एकदमै यो गणित गरिराख्ने गरेको ज्योतिषीहरूलाई त सबै मुखाखर हुन्छ। तर चाहिँ हामी यदि पहिलो पटक छौँ भने अब हामी पात्रोको यही चक्रमा फर्किन्छौँ। यहाँनिर चित्रा नक्षत्रलाई चाहिँ हेर्छौँ। चित्रा नक्षत्रको पहिलो चरण भनेको पे भयो, दोस्रो चरण भनेको पो भयो, तेस्रो चरण भनेको रा भयो र चौथो चरण भनेको री भयो। अब हामीले चाहिँ कसरी पत्ता लगाउने त भन्दाखेरि हाम्रो चाहिँ पहिलो चरणमा त जन्म भएको थिएन। 10:35 जाँदा त दोस्रो चरण भेटेको थियो। त्यस कारणले दोस्रो चरण चाहिँ के भयो त? पोबाट नाम निस्किने भयो। यो एकदमै स्पष्ट चाहिँ भयो। अब पोबाट नाम तपाईले जे पनि राख्न सक्नुहुन्छ। जस्तै यदि यहाँको चाहिँ पुरुष जातक रहेछ भने चाहिँ के राख्न सक्नुभयो? पोबाट पोशाक राख्न सक्नुभयो हैन। अनि त्यसै गरी जे पनि राख्न सक्नुभयो। त्यसै पोषण कुमारी आदि नाम चाहिँ यहाँले राख्न सक्नुहुन्छ। यसरी यहाँको जन्म विवरण अनुसार यहाँको चाहिँ नाम
के रह्यो भन्ने कुरा चाहिँ पत्ता लगाउन सक्नुहुन्छ। प्रिय सज्जनवृन्दहरू, पक्कै पनि यहाँले यसरी यो जातकको नाम आफ्नो बच्चा वा बच्चीको नाम चाहिँ कसरी राख्ने या आफ्नो आफन्तको कसरी नाम राख्ने भन्ने पात्रोको आधारमा चाहिँ पत्ता लगाउने तरिका यहाँले चाहिँ सिकिसक्नु भएको छ। आशा छ यहाँले अमूल्य समय निकालेर यो भिडियो चाहिँ हेर्नुभएको छ र आशा छ यहाँले यसबाट एकदमै लाभ लिनुभएको छ, भरपुर लाभ लिनुभएको छ र यस्तै महत्त्वपूर्ण लाभदायक भिडियोहरूको लागि, ज्योतिषीय ज्ञानको लागि यहाँले यो च्यानललाई सब्सक्राइब गरेर लाइक कमेन्ट गरेर जानुभयो भने हामीलाई पनि हौसला प्रदान हुनेछ। हस्त धन्यवाद।